यदि मानिसले चाह्यो भने जसोसुकै जघन्यभन्दा जघन्य अपराध गर्ने मनोवृत्तिबाट गुज्रिरहेको मानिसले पनि यदि आफूलाई बदल्न चाह्यो, यदि बदलिन्छु भनेर बदलावको लाई उसले छान्यो भने तत्क्षणबाट उसले आफूलाई बदल्न सक्छ। हाम्रा पूर्वीय दर्शनका महान आख्यानकार, महान सन्त, महान ऋषि महर्षि वाल्मीकिलाई पनि यस अर्थमा लिन सकिन्छ। उहाँको जीवनमा जब गुरु तत्त्वको आगमन भयो, जघन्य अपराध गरेर आफ्नो जीवन यापन गर्ने, आफ्नो परिवारको भरण पोषण गर्ने रत्नाकर नाम गरिएको डाकु वाल्मीकि ऋषिमा बदलिन सक्यो। मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको जो गरिमा छ, जो महिमा छ, जो ज्ञान छ, राम चरित्र, भगवान नारायण हरिले त्यो रूपमा आएर अनेक दिव्य लीलाहरू रचेर यो संसारमा जे सिकाएर, जे बुझाएर जान खोज्नु भएको छ, त्यो सारा कुरालाई उहाँले सङ्ग्रहित गरिदिनु भएको छ। आफ्ना भविष्यका सन्ततिहरूको लागि उहाँले एउटा अमूल्य रत्नको रूपमा, अमूल्य धरोहरको रूपमा छोडेर जानुभएको छ। तर ती व्यक्ति एक समयमा, एक कालमा रत्नाकर नाम गरेका प्रख्यात कुख्यात डाकु थिए। यदि हामी भगवान बुद्धको समयमा आएर हेऱ्यौँ भने संसारमा अत्यन्त अत्याचार गर्दै, दिग्विजय गर्दै, मानिसहरूलाई मार्दै काट्दै, मानिसहरूकै टाउको माला बनाएर 999 माला लगाएर हिँडेको अङ्गुलीमालले पनि जब गुरुरूपी दिव्यताको साक्षात्कार गर्ने अवसर प्राप्त गर्यो, त्यो अङ्गुलीमाल पनि बुद्धको परम शिष्य बन्यो। यस्ता अनेकौं दृष्टान्तहरू छन्। त्यसरी तपाईँ हामी यो शरीरमा जुन ठाउँमा छौँ, जुन देशमा छौँ, जुन भूगोलमा छौँ, जुन परिवेशमा छौँ, तपाईँ हामी धेरै भाग्यमानी छौँ, हामी धेरै धन्य छौँ। हामीले त्यति धेरै कष्ट गर्नु पर्दैन, त्यति धेरै बोझ हामीले उठाउनु पर्दैन कि सामान्य मात्रै पनि हामीले भावलाई बुझ्न चाह्यौँ र आफूलाई के चाहिएको, म शिवयोगको साधनाबाट जीवनमा के बदलाव चाहिरहेको छु भनेर यदि आफूले आफैप्रति इमान्दार भएर आफू जुन अवस्थामा छु त्यही अवस्थाबाट आफ्नो चाहतलाई स्पष्ट दिशा दिन सकियो भने शिवयोगको साधना मात्रै एउटा यस्तो दुर्लभ साधना हो। यसले तपाईँ हामीलाई यो शरीरमै रहँदै, यो संसारमा, आफ्नो घर परिवारमा, व्यवहारमा रहँदै पनि हाम्रो आफ्नो सिप अनुसार, हाम्रो क्षमता अनुसार, हाम्रो योग्यता अनुसार, हाम्रो चाहना अनुसार हामीलाई सांसारिक भौतिक समुन्नति पनि प्रदान गर्ने सामर्थ्य राख्दछ। बाबाजीले भन्नुहुन्छ कि यु आर द क्रिएटर अफ योर ओन डेस्टिनी। तिमी जीवनमा जे चाहन्छौ त्यसलाई क्रिएट गर्ने शक्ति र सामर्थ्य तिमीमै विद्यमान छ भनेर गुरुले हामीलाई बारम्बार बोध गराउनु भएको छ। र यो शरीरमा आएको खाली यो संसारलाई भोग्नको लागि, संसारमा दुःख कष्ट पीडालाई सहनको लागि, अथवा सुख शान्ति आनन्द खुसी सफलता व्यावसायिक उन्नति पारिवारिक शान्ति यो चिजको लागि मात्रै पनि किमार्थ यो आत्माले यो शरीर धारण गरेको छैन। त्यसको त एउटै दिव्य उद्देश्य छ कि ऊ आफ्नो सेल्फको उद्धार गर्न सकोस्, आफूलाई मुक्ति र मोक्षको अधिकारी बनाउन सकोस्, र यो शिवको साधनामा मात्रै त्यो सम्भावना विद्यमान छ।